फाइनली हामी चाहिँ गाउँमा आएर बाख्रा घरमा लानलाई आइरहेछौँ। हेर्न सक्नुहुन्छ मेरो गाउँ सिन्धुली भन्दा एकदम चिसो एउटा बाख्रा पुगाउन नसकिरहेछ। हामी चाहिँ यता आज गाउँमा यसो घुम्न आएको। हेर्न सक्नुहुन्छ यस्तो छ हाम्रो गाउँको दृश्य। यस्तो छ है मेरो गाउँ। हेर्न सक्नुहुन्छ हाम्रो गाउँ चाहिँ यस्तो छ। बुवा आउँछ अनि यस्तो छ है हेर्न सक्नुहुन्छ। पहिला म गाउँ हुँदा चाहिँ यता मुनि सबै बनाउँथे। अहिले चाहिँ अलि सबैजना नभएर अलि कम खेती किसान गर्न नसकेर अलि मान्छे नभएर हेर्न सक्नुहुन्छ यस्तो छ मेरो गाउँको दृश्य। अनि म चाहिँ यता छु यसरी म भिडियो गरिरहेको छु। अनि यता चाहिँ तोरी फल्दैछ। तोरी होइन फापर के भन्छ फलिरहेछ। यता पनि घर छ हेर्न सक्नुहुन्छ। माथि छ मेरो बुढिया चाहिँ बाख्रा लिएर गएको। म यता छु हेर्न सक्नुहुन्छ। म चाहिँ यता छु। अनि त्यहाँनिर चाहिँ आलु रोपेको छ। यता चाहिँ तोरी फल्दै रहेछ। अनि यसलाई अलिअलि पानी पनि हालेको रहेछ हेर्न सक्नुहुन्छ। हाम्रो चाहिँ यस्तो छ बाँस यस्तो खाले पाउँछ हेर्न सक्नुहुन्छ। यस्तो छ है हाम्रो गाउँ। सक्छ कसैले पहिला म यहाँ बसेर यस्तो काम गर्थेँ यति धेरै। अहिले म सिन्धुली बस्छु। कति घरमा बसेर अलि भएन भनेर अलि सहर छिरेर अलि व्यावसायिक काम गरिरहेको छु हेर्न सक्नुहुन्छ। यत्रो टाढोमा चाहिँ घरमा बसेर मैले